ल आज फेरि कक्षा 9 को सामाजिक अध्ययन विषय पहिलो पाठ व्यक्ति र समाजको बारेमा हामीले अघिल्लो कक्षामा पढेका थियौं र आज हामी व्यक्ति र समाजको सम्बन्धको विषयमा चर्चा गर्छौं है नानी बाबुहरु। र आज यो भिडियो मार्फत व्यक्ति र समाजको सम्बन्ध कस्तो हुनुपर्छ, किन आवश्यक छ भन्ने विषयमा तपाईहरुलाई हामी आज जानकारी गराउने छौं र हामी सबैजना छलफल पनि गर्ने छौं, समूहमा छलफल गर्ने छौं। वास्तवमा व्यक्ति र समाजको सम्बन्ध कस्तो हुनुपर्छ, थोरै मैले यसको बारेमा यहाँहरुलाई बताउन चाहे कि व्यक्ति भनेको समाजको एउटा अंग हो, समाजको सदस्य हो। व्यक्ति व्यक्ति मिलेर समाज बनेको हुन्छ र व्यक्ति नभए समाजको परिकल्पना पनि गर्न सकिँदैन, किनभने धेरै व्यक्तिहरुको समूह, धेरै व्यक्तिहरुले मिलेर बनेको समूहलाई नै समाज भनिएको छ, समाज भनिन्छ। र व्यक्तिको अभावमा, व्यक्ति बिनाको समाजको परिकल्पना पनि हामी गर्न सक्दैनौं। त्यसैगरी समाज भनेको एउटा व्यापक क्षेत्र हो जहाँ धेरै व्यक्तिहरुको उपस्थिति हुन्छ, धेरै परिवारका सहभागिता हुन्छ, विभिन्न जाति, धर्म, समुदाय, भाषा, भाषी, वर्ग, लिङ्ग र विभिन्न पृष्ठभूमि भएका, कोही धनी कोही गरिब है, यसरी धेरै व्यक्तिहरुको सहभागिताबाट एउटा समाज बनेको हुन्छ। तसर्थ समाज बिना कुनै पनि व्यक्तिको अस्तित्व पनि रहन सक्दैन, किनभने हामीलाई थाहा छ, हामीले छलफल गरेका थियौं, पढेका थियौं कि आदिम कालमा, पाषाण युगमा जतिखेर मानिसहरू जंगली युगमा रहेका थिए, त्यसरी पाषाण युगमा आदिम कालमा जंगलमा बस्दाखेरि मानिसहरू असुरक्षित भए जंगली जनावरहरूबाट। अनि सुरक्षित हुनका लागि आफ्ना बालबालिकाहरूलाई एउटा सुरक्षित ढंगबाट बाँच्नका लागि, बचाउनका लागि, जीवन जिउनका लागि मानिसहरूले जंगलबाट बाहिर निस्केर एउटा छुट्टै समाज बसायो र यसरी हाम्रो समाजको उत्पत्ति भएको हो भन्ने कुरा हामीलाई थाहा छ नि हो। यसरी हाम्रो समाज बिना, समाजको अनुपस्थितिमा, समाज बिना कुनै व्यक्तिको जीवन पनि सुरक्षित रहन सक्दैन, समाज बिना कुनै व्यक्तिको अस्तित्व पनि रहँदैन र समाजको अभावमा कुनै व्यक्तिले आफ्ना आवश्यकता पनि पूरा गर्न सक्दैन, किनभने समाज भनेको सबैको एउटा साझा थलो हो, सबैको एउटा सुरक्षित वासस्थान हो। सबै व्यक्तिको व्यक्तित्व विकासदेखि लिएर उनको सुरक्षा, उनको पारिवारिक उन्नति प्रगतिको एउटा प्रमुख थलोको रूपमा समाज रहेको छ र हरेक व्यक्तिको आवश्यकतालाई, चाहनालाई समाजले पूरा गर्छ। त्यसैले व्यक्ति बिना समाजको परिकल्पना गर्न सकिँदैन र समाज बिना व्यक्तिको सुरक्षा पनि सम्भव हुँदैन। तसर्थ यो दुईटाको बीचमा एकदमै नङ्ग र मासुको सम्बन्ध, नजिकको सम्बन्ध, अकाट्य सम्बन्ध, एक अर्काका अभिन्न अंग जस्तै रहेको छ। व्यक्ति बिना समाज बन्दैन, समाज बिना व्यक्ति पनि सुरक्षित रहन सक्दैन, व्यक्तिको आवश्यकता पनि पूरा हुँदैन। त्यसैले व्यक्ति र समाजको सम्बन्ध एकदम प्रगाढ हुनुपर्छ, एकदम घनिष्ठ हुनुपर्छ र व्यक्तिले समाजको लागि, अब असल समाज निर्माण गर्नका लागि हरेक व्यक्तिले
एउटा सुन्दर समाज बनाउने, सुन्दर समाजको परिकल्पना गर्ने भावना मनमा राख्नुपर्छ र सोही अनुरूप सबै व्यक्तिहरू, सबै परिवारहरू समाजमा मिलेर बस्ने, समाजको उन्नति र प्रगतिका लागि योजनाहरू बनाउने, ती योजनाहरूलाई कार्यान्वयन गर्ने र समाजलाई एउटा सुन्दर असल नमुना समाज बनाउने दिशामा अगाडि बढ्नुपर्छ। त्यसो गर्न सक्यो भने हामी एउटा सुरक्षित, एउटा असल, एउटा सभ्य, सुन्दर हामी समाजमा जीवनयापन गर्न सक्छौँ। अब समाजले के गर्छ भने हाम्रा समाजका हरेक नागरिक, हरेक व्यक्ति, हरेक बालबालिकाहरू असल हुनुपर्छ, सक्षम हुनुपर्छ, होनहार हुनुपर्छ, प्रतिभावान हुनुपर्छ, उनीहरू यो राष्ट्रको लागि एउटा असल व्यक्ति बन्नुपर्छ भन्ने हरेक समाजले आफ्नो समाजमा विद्यालयको स्थापना गरेको हुन्छ, समाजमा अस्पतालको आवश्यकता गरेको हुन्छ, अस्पतालको स्थापना गरेको हुन्छ, ताकि यो समाजको कुनै पनि बालबालिकालाई, कुनै पनि मानिसलाई शिक्षा पाउनका लागि अन्यत्र जानु नपरोस्, कोही पनि शिक्षाबाट वञ्चित नहोस् र कुनै पनि नागरिक, कुनै पनि व्यक्ति है स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भनेर हरेक समाजले एउटा असल, एउटा राम्रो विद्यालय परिकल्पना गरेको हुन्छ, जुन विद्यालयमा हामीले शिक्षा दीक्षा प्राप्त गरेर हैन यो समाजको लागि एउटा असल नागरिक, जिम्मेवार नागरिक बन्ने प्रयास गर्छौँ। उदाहरणको लागि आज हाम्रो यो भेडियामा, यो बजारमा यहाँका समाजले, यहाँका स्थानीय वासीहरूले यदि विद्यालयको परिकल्पना नगरेको भए, यहाँ स्वास्थ्य चौकीको परिकल्पना नगरेको भए, निर्माण नगरेको भए, यहाँका मान्छेहरूले पढ्नका लागि टाढा जानु पर्थ्यो। तर टाढा सबै जान सक्दैन, सानो सानो नानी बाबुहरू धेरै टाढा त जान सकिँदैन। त्यसैले समाजले के गर्छ, आफ्ना समाजका हरेक सदस्यहरूको चाहना आकाङ्क्षा पुरा गर्नका लागि, उनीहरूको व्यक्तित्व विकासका लागि हैन समाजमै सबै प्रकारका सेवाहरू व्यक्तिलाई आवश्यक पर्ने, उनीहरूको आवश्यकता अनुसारको सुविधाहरू समाजमै व्यवस्था गर्ने जमनको प्रयास समाजले गर्छ र सबैको प्रयासले एउटा सुन्दर समाज निर्माण हुन्छ र यसरी सुन्दर समाज बनेपछि एउटा असल व्यक्तिहरू जन्मिन्छ र भोलि त्यो देशको लागि, राष्ट्रको लागि, त्यो समाजको लागि एउटा गहना बन्छ। त्यसैले समाज चाहिन्छ, समाजलाई हामीले सिँगार्नुपर्छ, समाजलाई सुन्दर बनाउनुपर्छ, किनभने हामी मानिसहरू सामाजिक प्राणी हौँ, समाज बिना हामी बस्न सक्दैनौँ, बाँच्न सक्दैनौँ। त्यसैले समाजमा बस्दा हामी छिमेकीसँग मिलेर बस्नुपर्छ, हामीले समाजमा बस्दा सबैसँग सम्मान व्यवहार गर्नुपर्छ, सबैसँग हामी नाता र सम्बन्धमा बाँधिनुपर्छ, सामाजिक एकता कायम राख्नुपर्छ, समाजमा सामाजिक सद्भावलाई हामीले कायम राख्नुपर्छ, सबै हामी दाजुभाइ हौ, सबै हामी एक हौँ भन्ने भावना मनमा साँचेर हामी अगाडि बढ्न सक्यो भने हाम्रो सुन्दर समाज हुन्छ। हाम्रो समाज सुन्दर भयो भने समाजमा समाजका हरेक अङ्गहरू जस्तै विद्यालय, हस्पिटल, प्रहरी चौकी है सबै निकायहरू पनि एउटा असल, एउटा सही मार्गमा हिँड्न सक्छ र त्यो समाजको लागि एउटा नमुना बन्न सक्छ। त्यसैले व्यक्ति र समाजको सम्बन्ध यिनै कुराहरू पुरा गर्नका लागि, यिनै आवश्यकताहरू परिपूर्तिका लागि समाज र व्यक्तिको सम्बन्धलाई प्रगाढ बनाउनु जरुरी छ भन्न चाहन्छु। हस्त, धन्यवाद।